पार्टीका प्रचार प्रसार विभाग संयोजक राकेश सर। आज हामी एउटा त्रिवेणी मोहनाल गाउँपालिकाको त्रिवेणी स्कुलको घटनाले गर्दा एउटा अत्तरेको नेपाल मानवतावादी पार्टीको कार्यालय नजिकै नै जम्का भेट इन्द्र भुलजीको पीडालाई लिएर हामीले हाम्रो भुल समुदायका संयोजक नरेन्द्र भुल सरसँग पनि भेट गर्न पायौँ, उहाँलाई स्वागत गर्न पायौँ। एउटा सानो टीका खादा लगाएर उहाँलाई हामीले स्वागत गर्ने मौका पायौँ। हाम्रो जिल्ला अध्यक्ष अङ्कजीले भनिसक्नुभयो, सबै दलित एउटै हौँ। विश्वकर्म, भुल, सार्की, बार्की, गाइने लगायत जति पनि के भने रे नेपालमा के भने रे एउटा गरेको शरमको पहिचानलाई सम्मान दिने ठाउँमा झनै त्यसलाई एउटा अछुत बनाएर विभेद गरेर के भने रे थन्क्याएको जो के भने रे एउटा जाति छ, पीडित अवहेलनामा परेको जाति छ। यो हामी सबै एउटै हौँ। यसलाई हामीले कसैले सानो ठुलो नमानिकन एउटै रेखामा पनि बस्नुपर्छ, एउटै शब्दमा पनि बस्नुपर्छ। जसै नेपाल सरकारले अहिले एउटा दरी भनेर लेखिदिएको छ, त्यो द ल त हामी सबै हौँ भन्ने बुझेर हामीले के भने अगाडि बढ्नुपर्छ। र यो भुल समाजको संयोजकले सम्पूर्ण दलितको के भने रे नेतृत्व गरोस्, हामी त्यसमा पनि खुसी, हामी त्यो नेतृत्वभित्र बस्न पनि तयार, हामी एकता भएर जाने। र हामी यो इन्द्रजीको यो विषय लिएर आज अलिकति के भने सम्पूर्ण दलितमा अलि खट्किएको छ। यो खटकोलाई अलिकति न्यायसम्मत हामीले पायौँ कि न्याय पाएनौँ कि भन्ने पनि कतै कतै के भने खट्किएको छ। र अब अदालतको निर्णय अनुसार हामीले ढुक्नै पर्ने हुन्छ, कुर्नै पर्ने हुन्छ। र त्यसले पनि एउटा हाम्रो पनि चित्त बुझ्दो न्याय गरोस् अदालतले पनि। यदि त्यस्तो भएन भने अब चुप्प लागेर बस्ने जमाना होइन। नेपालको संविधानमा प्रचलित कानुन अनुसार दफामा लेखिएका छन् कुनले कस्तो के भनेर सजाय पाउने, कुन शब्द बोले बाबत कस्तो सजाय हुने, कुन व्यवहार गरे बाबत कस्तो सजाय हुने, त्यो संविधानको पानामा लेखिएको छ। र त्यो संविधानको पानामा लेखेका शब्दहरूलाई पनि हामीले सदुपयोग गर्नुपर्छ। त्यो लेखेर मात्रै त्यहाँ काम दिएन, हामीले सदुपयोग गरेनौँ र हामी डरायौँ भने त्यसले त्यो कागजमा राखिएको कागजमै सीमित हुन्छ र हामी अवहेलित भइरहनेछौँ। त्यो भएको हुनाले हामीले यो पर्खाइलाई पर्खदै फेरि पनि हामी यो न्यायको लागि यो हामी अन्यायमा परेको के भने रे इन्द्रजीको यो सब कुरालाई पनि हामी के भने रे अगाडि बढाउने एउटा साथीभाइहरूसँग छलफल गरेर नेपाल दलित पार्टीको परिवर्तन नाम नेपाल मानवतावादी पार्टीले यदि दलितमाथि यसरी नै अन्याय भइरहन जान्छ भने नसहन गर्नेछ, सहन सक्ने छैन। र नेपाल दलित पार्टीको परिवर्तन नाम नेपाल मानवतावादी पार्टीले नेपालमा दलितमाथि घटेका घटनाको वकालत गर्नेछ भन्ने मेरो आफ्नो विचारले फेरि म हाम्रो युवा उहाँ पत्रकार पनि हुनुहुन्छ, उहाँले के भने रे राजनीति पनि गर्नुहुन्छ। उहाँ अब हाम्रो अगुवाई भइसक्नु भएको छ। भुल समुदायको मात्रै होइन, हाम्रो दलितकै समुदायको के भने रे उहाँलाई हामी के भने संयोजक मान्छौँ। र आज हामीले यो एउटा सानो खादा र टीकाले स्वागत गर्न पाउँदा आफैमा हामी खुसी छौँ। र हाम्रो नेपाल मानवतावादी पार्टीले उहाँको सधैँ नै सम्मान गर्नेछ। र उहाँ जस्तो युवाहरू नेपाल मानवतावादी पार्टीमा चाहिएका छन्, हामी खोजिराखेका छौँ। हाम्रो पार्टीको पनि उहाँले वकालत गर्नुहुनेछ। र यो पार्टीलाई एउटा नेपालमा विशाल बनाएर 65 लाख दलितको बिचमा के भने पुर्याउने हामी यो भूमिका युवाहरूलाई, अबका युवाहरूलाई, अबको यो पिँढीलाई दिँदै हामी यो पार्टीलाई के भने एकदमै देशैभरि राष्ट्रैभरि एउटा दलितको मलमपट्टि गर्ने, दलितको वकालत गर्ने एउटा उकिल बनेर के भने हामी यो दलितलाई अगाडि बढाउनेछौँ भन्दै आफ्नो भनाइ अन्त्य गरे अवस्था। जय। धन्यवाद। हुनुहुन्थ्यो हाम्रो प्रदेश इन्चार्ज बाजी कामीज्यू।